साथीहरु नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ म मेरो छोराको बर्थडेको लागि केक लिन जाँदैछु। छोङमा आयो रायन, यो भाइलाई पुर्याइदेऊ ल भाइ, धरानसम्म भनेको थिए। भाइलाई पर्खिन्छु अनि जान्छु। आज चाहिँ मेरो लागि एकदमै स्पेशल दिन हो। म चाहिँ मेरो छोराको लागि केक लिन जाँदैछु। मै दुध आयो, गाडी हैन साइकल। म चाहिँ यहाँ भाइलाई कुरिरहेको छु साथीहरु। आज चाहिँ मेरो छोराको बर्थडे हो नि त, त्यही भएर स्पेशल त के भन्नु, सानो केक ल्याउने नानीहरुको लागि। अनि रहर गर्छ नि त, त्यही भएर के भन्छ काम गर्छ भनेर। साथीहरु हामी चाहिँ घर, अब चाहिँ म घर जाँदैछु। मेरो छोराले चाहिँ पर्खिरहेको छ मलाई, कतिखेर केक लिएर आउँछ भनेर। अब चाहिँ म जान्छु। केक चाहिँ यहाँ छ। नानी हेलो गर्दौ त। हेलो गाइस भन्नु नि। आज मेरो बर्थडे हो भन। यहाँ मोबाइलमा हेरेर आऊ। नमस्ते भन्न त नि बौला। हाम्रो केक चाहिँ यहाँ अनबक्सिङ हुँदैछ। अनबक्सिङ कि अनबक्सिङ हो। अनबक्सर। ओइ What is this? What is this? वाह, केक पनि यस्तै मात्रै थियो हो, छोरीको मात्रै। ह्यापी बर्थडे श्रेयना। खोइ थ्यांक यू भनेको। अमै हाँसिदेऊ न त। भगवान, आँखा त केकमै मात्रै छ, के भएको यस्तो बिचारा। 3 पुरा भएर 4 लाग्दैछ। 3 पुरा भएर 4 हौ। अब यहाँ आउन नि, यहाँ छिटो बस नि, यो झिरझिर बाल्नु पर्छ ल। भावना माथिपट्टि आऊ, रोहन भावना। लु पक्रिनु छिटो। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। यो अफ गर नि नानी, यो ओइ त्यो आगो पर्छ फेरि। एकछिन अब त्यो ओर्छेपछि मात्रै हामीलाई चाहिँ किन लाइदिएको ल नानी, अफ गर यो। मजाले गर, अफ गर, अफ। ताली ताली। लु आजदेखि 3 वर्ष पुरा भएर 4 लाग्यो है। श्रेयन कुलुङ पनि। लु केक काट अब, यहाँ 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 यहाँ। ह्यापी बर्थडे टु यु। खोइ भर सक्यो ह्यापी बर्थडे। के अब के भयो नि, आमालाई खुवाइदेऊ ल।